देशका कतिपय ठाउँहरूमा मानिस मर्दा महिला मलामी जान अझै वर्जित छ। धार्मिक तथा सांस्कृतिक कारण देखाउँदै यस्तो कार्यमा महिलालाई सामेल नगराएको समाजलाई चुनौती दिँदै तनहुँमा भने महिलाहरूले संगठित रूपमै लास बोक्ने र दाह संस्कार गर्ने काम गर्दै आएका छन्। तनहुँको दमौलीमा वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालन गर्दै आएका महिलाहरूले गएको मङ्सिरमा मृत्यु भएका एकजना वृद्धको लास बोकेर संगठित रूपमै लास बोक्ने कामको सुरुवात गरेका हुन्। धार्मिक तथा सांस्कृतिक आधारमा हुने महिलामाथिको भेदभाव अन्त्य गर्नका लागि लास बोक्ने काम सुरुवात गरेको आश्रमका अध्यक्ष सादिक श्रेष्ठ बताउनुहुन्छ। बराबरी भन्ने जुन नारा हामीले विभिन्न ब्यानर अथवा बोर्डहरूमा हामीले देखिरहेका छौँ भनेपछि छोराछोरी जब बराबरी भन्ने शब्द निकालिसकेपछि के हामीले लास बोक्न नहुने हो र? त्यसमाथि चाहिँ यो महिलाद्वारा सञ्चालित जब हामीले महिला दिदीबहिनी मात्र सञ्चालन गरेको यो वेदव्यास ज्येष्ठ नागरिक आश्रममा जब बाबा आमा हामीले पाल्छौँ भने छोरा सरहको कार्य गरेर हामीले गर्छौँ भने के हामीले लास बोक् मानिस मर्दा मलामी समेत जान नदिने समाजलाई चिर्दै लास बोक्ने र जलाउने सम्मको काम गर्दा तनहुँका महिलाहरू समाजबाट आलोचित पनि भए। त्यसबेला महिलाको विरुद्धमा अनेक कुराहरू गरे पनि यसबाट समाजमा महिला र पुरुष समान हुन् भन्ने सन्देश गएको छ। लास बोक्ने कामबाट महिलाहरूमा आत्मबल मिलेकाले संस्थाको आजीवन सदस्यता लिने क्रम पनि बढेको बताउनुहुन्छ वेदव्यास ज्येष्ठ नागरिक आश्रमका कार्य समिति सदस्य पवित्र खनाल। हामीलाई खै कुनै प्रशासनले कुनै केहीले पनि छेकेन। हामीले लिएर गयौँ, बकाइदाले पुलिस चौकीकै आडबाट चाहिँ पुरा सब दिदीबहिनी मिले गरेर लिएर गयौँ। राम नाम सत्य हो भन्दै लिएर गयौँ। सारा चकित परेर हेरिरहेको थिएँ, तर हामीलाई कसैले केही भन्न सकेन। छोरा नहुनेले पनि आखिरी त्यो वृद्धाश्रममा लागेपछि त यसरी चाहिँ लासै बोकेर लानुहुँदो रहेछ। ठुलो काम गर्नुभयो गौरवका साथ। यस्तो यो हामी त भोलि छोरा मान्छे छैनन्, छोरा छैनन् भनेर घरमा छोरा मान्छे छैनन्, लास पाल्ने मान्छे छैनन् भनेर बस्न पर्दो रहेछ। यसरी यो महिलाले त यसरी लिएर जाँदो रहेछन् भनेर सबै कति महिलाहरू त त्यो देखेपछि हामीसँग सदस्य बन्न नि थपिन आउनु भएर। आश्रममा अहिले 2 वृद्धा सहित 6 जना वृद्धा आश्रित छन्। देहत्याग भएपछि ती वृद्धाको दाह संस्कार गर्ने दायित्व त महिलाहरूलाई छ नै। समाजका अन्य मानिसहरू मर्दा पर्दा समेत लास बोक्न आफूहरू तयार रहेको बताउँछन् महिलाहरू। जस्तो अहिले आमाको यस्तो कार्यहरू गरियो, घरमा कुनै टोलमा छिमेकमा त्यस्तो केही भयो भयो भने उहाँहरूले स्वीकार भयो ल लैजानुहोस् भन्यो भने हाम्रो यो तक्फाले हामी जहाँ पनि गरिदिन सक्छौँ। तनहुँका महिलाले लास बोक्ने कामको सुरुवात गरेर समाजमा लिङ्गको आधारमा हुने कामको बाँडफाँड र धार्मिक तथा सांस्कृतिक कारणले महिलामाथि हुने भेदभावको अन्त्य गर्ने बाटो खोलिदिएको छ।